Hello everyone. Today we are discuss about cell division. आज हामी क्लास 10 मा भएको साइन्स सब्जेक्टमा सेल डिभिजनको बारेमा डिस्कस गर्छौँ। जहाँ चाहिँ सेल डिभिजन भनेको के हो, सेल भनेको के हो र देयर आर द डिफ्रेन्ट टाइप्स अफ द सेल डिभिजनहरू रहेको हुन्छ। माइटोसिस सेल डिभिजन, म्युसिस सेल डिभिजन र त्यसको माइटोसिस सेल डिभिजन भनेको के हो त्यसको बारेमा डिस्कस गर्छौँ। त्यसपछि म्युसिस सेल डिभिजन भनेको के हो त्यसको बारेमा डिस्कस गर्छ र सबैको सिग्निफिकेन्सहरू र डिफ्रेन्ट स्टेजहरूको बारेमा पढ्छौँ। अब फर्स्ट अफ ल सेल डिभिजन जानुभन्दा म सेल भनेको के हो, अब सेलको बारेमा हामीले पहिला त्यो भनेको बेसिक नलेज भनेको क्लास 8 9देखिमा तिमीहरू पढ्दै आइरहेको छ। सेल भनेको के हो, सेल जेनरली भनेको लिभिङ अर्गानिजम प्रेजेन्ट हुन्छ है, लिभिङ अर्गानिजमको बडीमा प्रेजेन्ट भएको हुन्छ। अब लिभिङ अर्गानिजम भनेको प्लान्ट भयो, एनिमल्स भयो एन्ड ह्युमन भयो। अब सेल भनेको सेल इज द बेसिक स्ट्रक्चर एन्ड फङ्सनल युनिट अफ लाइफ। अब सेल एउटा भनेको बेसिक अथवा स्ट्रक्चरल फङ्सनल युनिट अफ कसको हुन्छ, लाइफको, लिभिङ अर्गानिजमको जुन बडीको स्ट्रक्चर र बनावटहरू बन्छ त्यो केले बनेको हुन्छ, सेलले बनेको हुन्छ। र बडीको जुन फङ्सन एक्टिभिटीहरूले गर्छ डिफ्रेन्ट सेल्सहरूले बनेको हुन्छ। त्यसैले सेललाई के पनि भनिन्छ, बल्डिङ ब्लक अफ द बडी भनिन्छ। सो सेल इज अल्सो नोन एज द बल्डिङ ब्लक अफ द बडी। किन भनिन्छ भनेपछि जस्तै एउटा घर बन्नको लागि इटा इटा खम्बा जोडेर भनेको एउटा घर बन्छ भने त्यसै गरी ह्युमन बडी, एनिमल्सको बडी, प्लान्ट्सको बडी वा लिभिङ अर्गानिजमको बडी बन्नको लागि डिफ्रेन्ट मिलियन थाउजन्ड टाइपको सेल्सहरू मिलेर बडीको फर्मेसन स्ट्रक्चर बनेको हुन्छ र फङ्सनल एक्टिभिटी गर्ने काम गर्छ। त्यो भनेको सेलको काम हो। त्यसैले यो सेल भनेको एउटा बेसिक स्ट्रक्चर पनि हो र फङ्सनल युनिट अफ लाइफ पनि हो, कसको, लिभिङ अर्गानिजमको। नाउ वी वाट इज अ सेल डिभिजन। अब सेल भनेको हामीले बेसिक स्ट्रक्चर, त्यसपछि फङ्सनल युनिट अफ लाइफ लिभिङ अर्गानिजमको हुन्छ। यो चाहिँ बन्डिङ ब्लक अफ द बडी हो। अब यो यति हाम्रो बडी, लिभिङ अर्गानिजमको बडी, त्यसपछि प्लान्ट्सको बडीहरू भयो जुन सेलले इम्पोर्टेन्ट रुल्स खेल्छ होइन। अब त्यो सेलहरू डिफ्रेन्ट क्याटेगोराइजमा डिभिजन हुन्छ होइन। त्यसको अब सेल डिभिजन भनेको के हो भनेपछि इन्ट्रोडक्सन अफ द फर्स्ट अफ ल वी आर डिस्कस अबाउट भनेको इन्ट्रोडक्सन अफ द सेल डिभिजन। हामी क्लास 10 मा साइन्समा भएको सेल डिभिजन भनेको के हो त्यसको बारेमा पढ्छौँ। सेल डिभिजन इज द प्रोसेस बाय व्हिच द प्यारेन्ट सेल इज द डिभाइडेड इन्टु टु अर मोर डाउटर सेल। सेल डिभिजन भनेको जुन लिभिङ अर्गानिजमको बडीमा डिफ्रेन्ट टाइप्सको सेल्सहरू हुन्छ त्यो सेलहरू चाहिँ डिभाइड हुने एउटा प्रोसेस हो। सेल इज द प्रोसेस बाई व्हिच भनेको जुन एउटा प्रोसेस हो जुन चाहिँ मदर सेल अथवा भनेको प्यारेन्ट सेल डिभाइड भएर के हुन्छ, टु अथवा मोर भनेको डाउटर सेलमा डिभिजन हुने काम गर्छ। त्यस्तोलाई हामीले सेल डिभिजन भन्ने गरिन्छ। यहाँ इन्ट्रोडक्सनमा फर्स्ट पोइन्टमा हेर्नु त, सेल डिभिजन इज द प्रोसेस इन व्हिच अ प्यारेन्ट सेल डिभाइड्स। सेल डिभिजन एउटा यस्तो प्रोसेस हो जहाँ चाहिँ प्यारेन्ट्स अथवा मदर सेलको डिभाइड्स हुन्छ अनि गिभिङ रिच टु टु आर मोर डाउटर सेल। त्यसपछि उसले सेल डिभाइड गरेपछि मदर अथवा प्यारेन्ट सेल डिभाइड हुन्छ जसले टु अथवा भनेको मोर डाउटर सेल दिने काम गर्छ। भनेपछि जस्तै हाम्रो बडीमा डिफ्रेन्ट सेल्सहरू हुन्छ, जर्म सेल हुन्छ, सोमेटिक सेल हुन्छ। भनेपछि सोमेटिक सेल भनेको माइटोसिस सेल हुन्छ र जर्म सेल भनेको म्युसिस सेलमा प्रेजेन्ट भएको हुन्छ। अब जर्म सेल भनेको हाम्रो सेक्स सेलहरू भयो जुन चाहिँ स्पर्म र ओभा सेलहरू म्युसिस सेल डिभिजनमा परेको हुन्छ। अनि सोमेटिक सेल्स भनेको हाम्रो बडीको लिभिङ अर्गानिजमको डिफ्रेन्ट सेल्सहरू, अब नर्भ सेल्स पनि हुन्छ, ब्रेन सेल हुन्छ, किडनी सेल हुन्छ। भनेपछि बडीको जति पनि पार्ट्सहरू बनेको हुन्छ सबै केले बनेको हुन्छ, सेलले बनेको हुन्छ। अब यो सेलहरू भनेको डिभाइड्स हुन्छ डिफ्रेन्ट फङ्सनको लागि। सो सेल इज द प्रोसेस हो एउटा जुन चाहिँ प्यारेन्ट सेल चाहिँ डिभाइड हुन्छ, यसले के दिन्छ, दुईवटा भनेको अथवा त्योभन्दा बढी चाहिँ के दिन्छ, डाउटर सेलमा डिभाइड हुने काम गर्छ। अब नेक्स्ट पोइन्ट छ हाम्रो सेल डिभिजनको, देयर आर टु फर्म्स अफ सेल डिभिजन, जहाँ चाहिँ डाइरेक्ट सेल डिभिजन पनि हुन सकिन्छ र इन्डाइरेक्ट पनि सेल डिभिजन हुन्छ। देयर आर द कति टाइप्सको सेल डिभिजन छ, टु टाइप्सको सेल